सुन त के सुन्ने हो त अब बच्चालाई एकदम राम्रो ख्याल गर तेरो बाबा नि आएको थियो खर्च ल्याइदिएको रहेछ भनेर भन उसलाई खाँचो के छ देश कस्तो छ फी तिरेको छैन तिरा म जागिरमा लागेको छु अब तिमी राम्रोसँग बस म जान्छु है कस्तो जाने कुरा गर्नुहुन्छ के तपाईँ अब पहिला पनि बुढाबुढी हामी दुवैजना बुढाबुढी नै थियौँ अहिले पनि बुढाबुढी नै छौँ किन जाने हो र अब यत्रो यहाँ भित्र चिया खाइसकेपछि पनि जाने कुरा गर्नुहुन्छ अब चिया खाऊँ भन्यो मैले चिया खाएँ अब जान परिगयो नि जागिर छ यहाँ बसेर के हुन्छ र उहाँ जागिर भएर भने फेरि तलब ल्याउनु पर्छ अनि जान त परिगयो नि म कहाँ बस्नु त अब त्यस्तो कुरा नगर्नु है तपाईँलाई मैले भनिरहेको छु तपाईँ यहाँबाट जानुभयो भने तपाईँलाई मैले बलात्कार केस हालिदिन्छु अब तिमीले बलात्कारको केस हाल्छौ भने पहिला पनि डिभोर्स गर्यौ मैले सही अब बलात्कारको केस हाल्छौ भने पनि म मुद्दा लडिलाउँ त किन लड्न पर्यो त आफ्नो बुढीसँग थपक्क बसे भएन छोराछोरी पनि खुसी बुढी पनि खुसी आफू पनि खुसी त्यही पनि तिमीले भित्र गएर चिया खाएर जा बुढा खर्च ल्याइदिएको रहेछन् त्यति माया गरेर चाहिँ मिठासमा गयो लयौ चिया खुवायौ तिमीसँग बसेँ म बुढीसँग बस्थेँ के मलाई अब बलात्कार केस हाल्नु हो त अहिलेको जमानामा त त्यही छ आफ्नै बुढीको पनि इच्छा विपरीत जबरजस्ती केही गर्यो भने केस लाग्छ अहिले मैले जबरजस्ती चाहिँ के चाहिँ गरेँ तिमीले लिएर गयो कि होइन मलाई त्यो त अब यहाँ भन्न मिलेन तलतिर मासिर छ छिमेकीले सुन्लान् ठाउँमा बोलिन्छ नि बोल्न त के गरे गरेन भनेर त त्यसो सुन अब मलाई चाहिँ नि म जान्छु भनेर आएँ तिमीले बस भन्दा कि मलाई तिमीले चाहिँ पहिला पनि एउटा सानो कुरा मलाई बिगाऱ्यौ अहिले पनि भित्र गएर बस चिया खाएर जा बुढा भनेर त्यति भावुक भएर भन्यौ मैले तिम्रो कुरा सुन्देँ माने बुढीले भने जे भयो नि बिग्रेको केही छैन मैले काठमाडौँ नि मैले कोही स्वास्नी लिएर बसेको छैन कोही केटी छैन भनेर म आएँ अनि फेरि आएर बस भनेर तिमी बस्यो फेरि मलाई जबरजस्ती मुद्दा हालिदिन्छु भन्दाखेरि मेरो आत्माले तिमीलाई के भन्छ भने अनि जानु चाहिँ किन पर्यो त बुढो तपाईँ नजानु न त यहीँ बस्नु भनेको नि मेरो पनि मनको मनसाय बुझ्नु पर्यो नि त यत्रो महिना दिनमा छुट्दा त हाम्रो रुना धुना दुनियाँ भयो कति मनका व्यथाहरू हामी एक अर्कामा पोखापोख गऱ्यौँ अनि किन जानु पर्यो त तपाईँ होइन जागिर त खानुपर्छ जागिर जसरी नै खानुपर्छ होइन जहाँ बसेर नि तपाईँले जागिर खानुपर्छ किनभने खाने मुख र खर्च गर्ने हातहरू बढेपछि पैसाको धेरै आवश्यकता पर्छ होइन मैले चाहिँ झन् छोराछोरीको लागि पनि तपाईँ हाम्रो लागि पनि राम्रो हुन्छ भनेर भनेको तपाईँ कुरै बुझ्नुहुन्न के बुढो बस्नु थपक्क यहाँ कस्तो तिमी क्या कस्तो कुरा बुझ्दैन भने मलाई मात्रै सबै दोष हाल्छौ क्या भने पहिला पनि तिमीले यति साधारण कुरामा मैले एक थप्पड हाल्दाखेरि तिमीले चाहिँ डिभोर्ससम्म पुऱ्याएर मलाई चाहिँ काठमाडौँको चाहिँ चिसोमा चाहिँ उहाँ चाहिँ जब गर्न पर्नेसम्म वातावरण तिमीले बनायौ अब अहिले आएँ फेरि ल ठिक छ खर्च ल्याइदिए राम्रो भयो अहिले फेरि अब त जान पाउँछु भनेपछि अब फेरि चाहिँ यसरी कतै बाचामा मैले कहिलेकाहीँ गाली गर्छु कामको सिलसिलामा गाली गर्न पर्ने हुन्छ माया गर्ने हुन्छ मेरो इच्छा र चाहना तिमी बुझ्दैन होला भन बुझ्छु के बुढो बुझ्छु म सबै इच्छा चाहना बुझ्छु तर बिना गल्ती बिना कारण चाहिँ कसैले कसैलाई दोष लाउनु हुँदैन चाहे बुढोले होस् चाहे बुढीले होस् होइन अब त्यतिखेर नि केही न केही भएर नै मैले थप्पड खाएँ होला अब ती कुराहरू छोडिदिउँ ती पुराना कुराहरू सकिए सबै पुराना कुरा सकिए अब नयाँ कुरा एक महिनासम्म बिछोडिएर बस्नु पर्दाको पीडा अनि बल्ल बल्ल एक महिना पछाडि तपाईँ र म भेट्दाखेरि वर्षौँ पछाडि भेटे जस्तो कति आनन्द भयो हो कि होइन भन्नु त हेर बुढी तिमीलाई भन्दा नि त्यो फिल मलाई आएको छ क्या म त छोरो मान्छे हो क्या छोरी मान्छे भने यति सहनशीलता र धैर्य गर्ने धरती माता हुन् छोरी मान्छे मैले त्यसरी सम्मान गरेको छ कि तर त्यस्तो धरती माताले मलाई मेरो इच्छा र चाहना नबुझ्दाखेरि म यति पीडित भएको छु कि म अब भयो त सुन न म अब अझै एउटा कुरा भन्छु कि तिम्रो कुरा सबै म अब फेरि पनि पुनः सपोर्ट दिन्छु साथ दिन्छु सहयोग गर्छु म यहीँ बस्छु तर मलाई फेरि चाहिँ नि पहिलाको जस्तो आवेगमा आएर यो घर छोड्नु छोरी मेरो यति इच्छा चाहना तिमीलाई छोडेर जाने थिएन तर के गर्छ यही घर बस्छु भने तिम्रो आमाले त बनायो अब किन रुनु धुनु त बच्चाहरु तिमीहरूको अगाडि सारा कुरा त मलाई गर्नु थिएन छोरालाई मैले हर पल हर घडी गल सम्झिन्छु मेरो आँखा वरिपरि कोही तिमीहरू देख्छु तर के गर्छ मलाई त्यो सम्म अवस्थामा पुर्याउने तिम्रो मम्मी हो मैले अहिले त्यही गुनासो तिम्रो मम्मीसँग गरिरहेको छु यो अवस्थामा आएर मैले चाहिँ मेरो छोरछोरीको साथमा मैले बस्न नपाउँदाखेरि बाबालाई कस्तो भयो होला मेरो छोरछोरीलाई बाबाको कति खाँचो पर्यो ल भन त परेको पऱ्यो नि छोरी भन त बाबाले तिमीहरूलाई कति खर्च तिमीहरूलाई खर्च दिन भनेर आएको
कपडा किन्ने नि राम्रो राम्रो नाना लाउने हगि स्कुलको ड्रेस किन्ने नि फी तिर्ने भनेर मैले पैसा छोडिदिएको छु यिनीहरूको गन्थन तिमीहरूलाई सुरु यसरी छोडेर जाने मलाई कहाँ रहर छ र नानीहरू के गर्छ अबदेखि हामीलाई छोडेर नजानु ल बाबा अब जान्न नानीहरू जान्न म तिमीहरूको साथमा सधैँभरि बसिरहन्छु अब सधैँ हामीसँग मात्र बस्नु ल ल हुन्छ ल तिम्रो साथमा मेरो छोराको साथमा मम्मीको साथमा सधैँ अब बाबाई हुन्छ है अब जान्न ल तिमीहरूलाई भोक लाग्यो होला खाजा बनाएर छै छैन अब बनाउँछु नि लु अब खाजा बनाएर खाने ल अब चाहिँ नि यहाँ बुढी यता यताबाट अबदेखि हामी बाबा छोरा छोरी ममु छुट्टिएर नबस्ने एकै ठाउँमा बस्ने तिमीहरू खुसी हुन्छौ तिमी खुसी हुन्छौ अब हामी एक हौँ है ल ल जाऊ